आइकन 2082 सालको अखिल आइकन हामीले प्राप्त गरेका छौं, जो आजको कार्यक्रमको मुख्य आकर्षण हुनुहुन्छ। उहाँलाई म प्रमुख आकर्षण र आजको विशेष आकर्षणको रूपमा म विदेश्वर माविका छात्र र भोजपुरको 2082 सालको अखिल आइकन बन्न सफल स्नेहा राईलाई म आसन ग्रहणको लागि हार्दिक अभिनन्दन गर्दछु। त्यस्तै गरी दोस्रो स्थान हुन सफल म कोपिला प्रधान यशोधरा माविका विद्यार्थी छात्रलाई पनि म आसन ग्रहणको लागि हार्दिक अभिनन्दन गर्दछु। त्यस्तै गरी तेस्रो स्थान हासिल गर्न सफल हाम्रो यूपीए युनिक एन्ड युनाइटेड पब्लिक एकाडेमीका विद्यार्थी संयोग कार्की छात्रलाई पनि म आसन ग्रहणको लागि हार्दिक अभिनन्दन गर्दछु। त्यस्तै यहाँहरुमा म जानकारी गराउन चाहन्छु, हामीले प्रथम र दोस्रो तेस्रो पुरस्कार हामीले जानकारी गराए पनि तेस्रो हामीले 2 जना बनाएका छौं, किनभने बराबरै अंक प्राप्त गर्न सफल हुनुभएको थियो हाम्रो आविष्कार घिमिरे, उहाँलाई पनि हामीले तेस्रो घोषणा गरेका छौं। र प्रथम बाहेकका अन्य उपाधि जित्न सफल हाम्रा विद्यार्थीहरूलाई हिजो नै हामीले पुरस्कार वितरण गरिसकेका छौं। आज प्रथम हुने हाम्रो अखिल आइकन 2082 बन्न सफल स्नेहा राईलाई हामीले ट्रफी, प्रमाणपत्र, मेडल र नगद पुरस्कार दिने कार्यक्रम रहेकोले म यो कार्यक्रम अघि बढाउन चाहन्छु। यसको लागि म ट्रफी हस्तान्तरण गरिदिनका लागि आजको प्रमुख अतिथि हाम्रो पार्टीका उपसचिव सन्दीप राईजीको अनुरोध गर्दछु र म सबैलाई हाम्रो अतिथिलाई उठेर म सहयोग गर्न अनुरोध गर्दछु ट्रफी हस्तान्तरणको लागि। त्यसै गरी मेडलको लागि म हाम्रो आदरणीय गुरु चन्दन सरलाई म अनुरोध गर्दछु। त्यस्तै गरी यो प्रमाणपत्र हस्तान्तरणको लागि म विक्रम कमरेडलाई हाम्रो जिल्ला कमिटी कुशलाक्षी कमरेडलाई अनुरोध गर्दछु। र यो अनेरासुलु जिल्ला कमिटी भोजपुरको आयोजनामा सम्पन्न यो अखिल आइकन बन्न सफल विदेश्वर माविका विद्यार्थी हाम्रो स्नेहा राईलाई हामीले यो ट्रफी, प्रमाणपत्र र मेडल हस्तान्तरण गर्दैछौँ र ट्रफी लिदिनको लागि म स्नेहा राईलाई हार्दिक साथै प्रमाणपत्र साथै नगद पुरस्कार पनि हस्तान्तरण गर्दिन म प्रमुख अतिथि सन्दीप राईजीलाई अनुरोध गर्दछु। हामीले अखिल आइकन भोजपुर पाइसकेका छौं र हामीले नगद 15,000 ट्रफी, मेडल, प्रमाणपत्र सहित र यो नेपालको झण्डा नेशनल फ्ल्याग पनि लगाइदिनको लागि म प्रमुख अतिथिलाई हार्दिक अनुरोध गर्दछु। तपाईलाई यो फर्स्ट अखिल आइकन हुनुभएकोमा सम्मान स्वरूप ल देशको माया सर्वोदत्त हो है। त्यसै गरी म अगाडिपट्टि आइदिनको लागि विदेश्वर माविका शिक्षक अथवा प्रतिनिधि निराजन राईज्यूलाई पनि अनुरोध गर्दछु। त्यो ट्रफी र प्रमाणपत्र बोकेको भन्नुहोस्। त्यस्तै गरी हामीले हिजो कार्यक्रम स्थलमै अखिल आइकनको तृतीय हुन सफल हाम्रा विजयहरूलाई पनि हिजो नै सम्मान गरिसकेको छौं र यो अखिल आइकनको प्रथमको हामीले पुरस्कारहरू वितरणको कार्यक्रममा उहाँहरूलाई पनि म अगाडि आइदिनको लागि अनुरोध गर्दछु र उहाँहरूलाई हामीले हिजो नै प्रदान गरिसकेका छौं। दोस्रो हुन सफल हाम्रो कोपिला प्रधान, त्यसै गरी तेस्रो हुन सफल संयोग कार्की भाइलाई पनि म अगाडि आइदिन अलिक यस्तो बस्नुपर्ने हो अनुरोध गर्दछु।
उता जानुपर्छ काठमाडौँ अझ ठिक त्यसै गरी यो द्वितीय हुन सफल हाम्रो कोपिला प्रधान बहिनीलाई पनि यो ट्रफी हस्तान्तरणको लागि म सन्दीप राईलाई अनुरोध गर्दछु र मेडल लगाइदिनको लागि आदरणीय गुरु चन्दन पटवाल सरलाई अनुरोध गर्दछु। त्यसै गरी प्रमाणपत्र हस्तान्तरण गरिदिनको लागि म विक्रम तामाङलाई अनुरोध गर्दछु। ल ट्रफी है 5 सेकेन्ड कङ्ग्रेचुलेसन राम्रो भयो भविष्य राम्रो छ स्रोत पनि राम्रो रहेछ। त्यसै गरी तृतीय हुन सफल संयोग कार्की युनिक एन्ड युनाइटेड पब्लिक एकाडेमीका विद्यार्थी संयोग कार्कीलाई पनि ट्रफी हस्तान्तरणको लागि म सन्दीप राईलाई अनुरोध गर्दछु। त्यसै गरी भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापक चन्दन पटवाल सरलाई मेडल हस्तान्तरणको लागि अनुरोध गर्दछु। त्यसै गरी प्रमाणपत्रको लागि म विक्रम तामाङलाई अनुरोध गर्दछु। ल यहाँलाई अब हार्दिक धन्यवाद सहित ट्रफी पनि बोक्नु त अलिक यस्तो यता छिन्नु। त्यसै गरी हामीले तेस्रो 2 जना बनाएको थियौँ। हामीले अन्नपूर्ण मालिका अथवा अ रा र ब भन्दो रहेछ अन्नपूर्ण रणदीपा राई मालिका विद्यार्थी आविष्कार घिमिरेलाई पनि हामीले तेस्रो बनाउन सफल भएका छौँ। तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ। उहाँलाई पनि हामी धन्यवाद व्यक्त गर्दछौँ। उहाँ प्राविधिक कारणले लागि पुग्न सफल हुनु भएन। र फोटो सेसन सँगसँगै म यो कार्यक्रम हामीले भोजपुरमा ऐतिहासिक रूपमा सुरुवात गरेका छौँ। यसलाई हामीले वार्षिक रूपमा सुरुवात गर्ने पनि जानकारी गराइसकेका छौँ। र यो फोटो सेसन सँगसँगै अब त्यस्तो गर्नु होइन कसरी गर्दै प्राप्त गरिसकेको छ र विजय हामी 3 जना विद्यार्थीहरूलाई हामी केही आफ्नो भनाइ राखिदिनको लागि यो अखिल आइकन तपाईहरुमा सहभागी हुनुभयो र आफ्नो स्थान हासिल गर्नुभयो। तपाईहरुलाई आफ्नो भनाइ राखिदिनको लागि म 3 जनालाई अनुरोध गर्दछु र सुरुमा तेस्रो स्थान हासिल गर्न सफल म युनिक एन्ड युनाइटेड पब्लिक एकाडेमीका विद्यार्थी संयोग कार्की जुलाई आफ्नो थोरै भनाइ राख्नको लागि अनुरोध गर्दछु। धन्यवाद। म युनिक एन्ड युनाइटेड पब्लिक एकाडेमी कक्षा 10मा म यस अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित वक्तृत्व कला प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छु र म यस कार्यक्रममा उपस्थित भई तेस्रो स्थान हासिल गर्ने मलाई केही खुसी लागेको छ र आगामी दिनमा पनि अझै यस्तै कार्यक्रमहरूमा सहभागी भई आयोजना गर्नुहुनेछ र सहभागी गर्न पाउनेछु भन्ने मेरो आशा छ। धन्यवाद संयोग कार्की जुलाई र मैले अघि पनि उद्घोष गरिसकेको छु। हामीले तेस्रो तृतीय स्थानमा 2 जना विद्यार्थीलाई पाएका छौँ। एकजना हाम्रो युपीएबाट संयोग कार्की हुनुहुन्छ भने अन्नपूर्ण बागधन रणदीपा राई माध्यमिक विद्यालय 10K-3 अन्नपूर्णबाट सहभागी आविष्कार घिमिरे पनि तेस्रो स्थानमा हुनुहुन्छ। उहाँ प्राविधिक कारणले आइपुग्न सक्नु भएन, उहाँलाई पनि हार्दिक बधाई। त्यसै गरी दोस्रो स्थान हासिल गर्न सफल यशोधरा मावि टक्सारबाट प्रतिनिधित्व गर्दै दोस्रो स्थान हासिल गर्न सफल कोपिला प्रधान जुलाई पनि आफ्नो भनाइ राखिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। नमस्कार सम्पूर्णमा। मेरो नाम कोपिला प्रधान। म यशोधरा माध्यमिक विद्यालय भोजपुर नगरपालिका 12 टक्सारको
कक्षा 12 सकेर रिजल्टको प्रतीक्षामा रहेको विद्यार्थी हुँ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी भोजपुरद्वारा ज्येष्ठ 30 गते स्कुलको शिक्षाको अवस्था कस्तो छ, चुनौती कस्तो छ र यसलाई सुधार गर्नका निमित्त स्थानीय निकाय र विद्यार्थी युनियन जिल्ला कमिटी भोजपुरप्रति विशेष आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि विद्यार्थीमा रहेका अन्तर्निहित प्रतिभाहरू प्रस्फुटन गराउनका निमित्त यस्तै कार्यक्रमहरूको आयोजना गरी विद्यार्थीको प्रतिभाहरू प्रस्फुटन गर्न सहयोग गरिदिनुहुनेछ भन्ने आशा व्यक्त गर्दै मेरो भनाइलाई यही बिच मान्न चाहन्छु। अखिल आइकनमा यशोधरा माविबाट सहभागी भई दोस्रो स्थान हासिल गर्न सफल कोपिला प्रधानको हामीले भनाइ सुनिसकेका छौँ। त्यसै गरी भोजपुर जिल्लाभित्रका 74 माविहरूमध्ये 19वटा माविहरूको सहभागिता रहेको अखिल आइकनमा 51 जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। 51 जना विद्यार्थीहरू मध्येबाट आफ्नो विचार जुन निर्णायक मण्डलबाट आएको निर्णय अनुसार र यो भोजपुरे विद्यार्थीहरूले अहिले खोजिरहेको टटकारो समस्या भोजपुरको शिक्षाको अवस्थामा आफ्नो गहकिला शब्दहरू राख्दै भोजपुरले पाएको प्रथम अखिल आइकन बन्न सफल विद्येश्वर मावि टेम्केमेङ 8 गोगनेका विद्यार्थी स्नेहा राईलाई आफ्नो भनाइ राखिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यी सभामा उपस्थित सम्पूर्ण अतिथि, विशेष अतिथि, अन्य पत्रकारज्यूहरू, साथै मेरा समादरणीय गुरुवर्गज्यू, सँगसँगै द्वितीय र तृतीय स्थान ओगट्न सफल मेरा प्यारा मित्रहरू, म टेम्केमेङ गाउँपालिका वडा नम्बर 8 श्री विद्येश्वर मावि कक्षा 10 मध्येन्द्र छात्रा स्नेहा राईको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। हिजो अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन संस्थाले विद्यार्थीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने हिसाबले वक्तित्व कला कार्यक्रम सञ्चालन गरेको थियो। त्यस वक्तित्व कला कार्यक्रममा मैले पनि सहभागी जनाउन पाउँदा म अत्यन्तै हर्षित भएको थिएँ र मैले त्यस वक्तित्व कला प्रतियोगितामा सहभागी भई आफ्ना विचारहरू राखी प्रथम स्थान ओगट्न सफल भएकी छु। यसर्थ म प्रथम स्थान ओगट्न सफल भइरहँदा धेरै हर्षित भएको कुरा यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु। हिजोको वक्तित्व कलाको शीर्षक भोजपुरको शिक्षाको अवस्था, चुनौती र सुधारका उपायहरूमा थियो भने मैले यस विषयमा आफ्ना विचारहरू प्रस्तुत गरेकी थिएँ। साँच्चै नै भोजपुरको शिक्षाको अवस्था बाहिर बोक्रो भित्र बोक्रो भने जस्तै भएको छ। यहाँको शिक्षामा धेरै चुनौतीहरू छन्। त्यसै गरी जहाँ समस्या त्यही समाधान भने चाहिँ धेरै चुनौतीहरू भए पनि यसका सुधारका उपायहरू धेरै थिए, तर समय छोटो भएकाले र मैले नियम पालना गरेर आफ्नो विचारहरू राख्नुपर्ने भएकाले थोरै चुनौतीहरू मात्र, थोरै सुधारका उपायहरू मात्रै प्रस्तुत गरेर विदा भएको थिए। त्यसैले भोजपुरको शिक्षामा चाहिँ स्थानीय स्तरको विकासको लागि हुन्छ नि गुणस्तरीय शिक्षा इन्जिन हो नि, त्यही भएर भोजपुरे विद्यार्थीको लागि गुणस्तरीय शिक्षा चाहिँ आजको प्रमुख आवश्यकता हो। त्यसैले भोजपुरका सङ्घीय र स्थानीय सरकारबाट आएको बजेटको कम्तीमा 40% भन्दा बढी बजेट चाहिँ शिक्षाको पूर्वाधारको विनियोजनका लागि सरकारबाट प्रावधान गरिनुपर्छ र हामी विद्यार्थीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन हिजो पनि गराउनु भएको थियो र आगामी दिनहरूमा पनि गराउनु हुनेछ भन्दै तपाईँहरूको यो अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्लबलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै मेरा विचारहरू यही अन्त्य गर्न चाहन्छु। भोजपुरले प्राप्त गरेको पहिलो अखिल आइकन स्नेहा राई, जो टेम्केमेङ गाउँपालिका 8 गोगने स्थित विद्येश्वर माविमा अध्ययनरत हुनुहुन्छ। स्नेहा राई, उहाँले सुन्दर विचारहरू व्यक्त गरिसक्नु भएको छ। त्यसै गरी हाम्रो यो अखिल आइकनबाट उपाधि पाउन सफल 4 जना विद्यार्थी भाइ बहिनीहरूलाई हामी उज्जवल भविष्य कामना साथै नेपाली समाजको पछिल्लो अवस्थालाई मूल्याङ्कन गर्ने, पछिल्लो समय विश्लेषण गर्न सक्ने र समाज सुधारको लागि आफ्ना विचारहरू बुलन्द गर्न सक्ने तपाईहरुको क्षमता रहोस् र विद्यार्थी जीवनमा आफ्नो एकाडेमिक क्वालिफिकेसन र डकुमेन्टहरू मात्र भेला गर्ने हैन, यो समाजसँग आफू पनि जिम्मेवारी रहनुपर्छ र यो समाजमा हामी विद्यार्थी समुदायको पनि विचारलाई हामीले कुण्ठित गर्नुहुन्न, हाम्रो विचार पनि राख्नुपर्छ र जहाँ अन्याय अत्याचार छ, जहाँ विकृति विसङ्गति छ, त्यहाँ चाहिँ हाम्रो समुदायको नेतृत्व गरेर हामीले
त्यहाँ क्रान्ति गर्नुपर्छ, हामीले आवाज उठाउनुपर्छ भन्ने भावनाको विकास होस् भन्ने हामी पनि व्यक्त गर्दछौँ। र यही क्रममा यो कार्यक्रमलाई सौन्दर्यता बढाउनको लागि आउनुभएका हाम्रो भोजपुर बहुमुखी क्याम्पस, नेपालको आङ्गी क्याम्पसहरूमध्ये एउटा आङ्गी क्याम्पस, भोजपुर बहुमुखी क्याम्पसका आदरणीय विजेता छात्रछात्राहरूलाई, स्टुडेन्टहरूलाई म धेरै धेरै बधाई ज्ञापन गर्न चाहन्छु। र विशेष गरी अहिले के भनिन्छ भन्दै गर्दाखेरि शिक्षाको उद्देश्य के हो त, अलिकति त्यसमा अलिकति म प्रस्ताव गर्न चाहन्छु। शिक्षाको उद्देश्य भनेको के हो भन्दाखेरि विद्यार्थी शिक्षाको चाहिँ तपाईँको विद्यार्थीहरूको ओभरअल पर्सनालिटी, व्यक्तित्व चाहिँ विकास गर्नु, ओभरअल पर्सनालिटीको डेभलपमेन्ट गर्नु नै चाहिँ शिक्षाको प्रमुख उद्देश्य रहेको छ। र यो कुरा चाहिँ तपाईँको चाहिँ हाम्रो यो शिक्षा सम्बन्धी तपाईँको पोलिसीमा पनि होइन, नीतिमा पनि लेखिएको कुरा हो। र त्यो कुरालाई मध्यनजर गर्दै हिजो तपाईँको चाहिँ अन्य राष्ट्रिय जिल्ला कमिटी भोजपुर यो चाहिँ जुन एउटा विद्यार्थी सङ्गठनले जुन यो हिजो अखिल आयोजन जुन कार्यक्रम गराउनु भएको छ, यो विशेष गरी तपाईँको चाहिँ वक्तृत्व कला सम्बन्धी कार्यक्रम र 51वटा विद्यार्थीहरू चाहिँ 51जना विद्यार्थीहरू सहभागी भएका र त्यति धेरै विद्यालयहरूबाट सहभागी भएका कार्यक्रम जुन सम्पन्न गर्नुभयो, यसले पक्कै पनि मलाई लाग्छ तपाईँको चाहिँ विद्यार्थीहरूको जुन त्यो अन्तर्निहित क्षमता, विशेष गरी विद्यार्थीहरूले चाहिँ बोल्न सक्ने सिपको जुन एउटा विकास गर्ने एउटा प्लेटफर्म तपाईँले दिनुभयो, त्यसको लागि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यस्तै कार्यक्रमहरू चाहिँ तपाईँको अन्य तपाईँको सम्बन्धित सरकारवाला पक्षहरूले चाहिँ विद्यार्थीहरूको ओभरअल पर्सनालिटी डेभलप गर्नका लागि, त्यसै गरी विद्यार्थीहरूको अन्तर्निहित क्षमतालाई चाहिँ प्रस्फुटन गराउनका लागि यस्ता एक्सपिरियन्सियल लर्निङ भन्छ, विशेष गरी तपाईँको अनुभवजन्य सिकाइको तपाईँको चाहिँ क्षेत्रहरूलाई चाहिँ विशेष गरी कक्षा कोठाभन्दा बाहिर नै विद्यार्थीहरूले धेरै सिक्ने हो होइन। जीवन उपयोगी ज्ञान चाहिँ विद्यार्थीहरूले कक्षा कोठाभन्दा बाहिरबाट सिक्ने भएको कारणले गर्दा यस्तो कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नको लागि म यहाँ मार्फत, यो कार्यक्रम मार्फत चाहिँ अन्य सम्बन्धित निकायहरूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। विशेष गरी जुन क्षेत्रमा चाहिँ बढीभन्दा बढी चाहिँ स्रोत साधन उपलब्ध छ, स्रोत किन भन्दा चाहिँ थोरै स्रोत साधन परिचालन गरेर पनि यतिको तपाईँको चाहिँ एउटा होइन उपयोगी चाहिँ कार्यक्रम सम्पन्न गर्नुभएको एउटा चाहिँ विद्यार्थीहरूलाई चाहिँ तपाईँको चाहिँ कसरी चाहिँ बोल्न सकिन्छ, कसरी वक्तृत्व कला विकास गर्न सकिन्छ र विशेष गरी त्यस्तो चाहिँ होइन त्यो विषयवस्तु पनि एकदम गम्भीर प्रकृतिको विषयवस्तुमा चाहिँ उहाँहरूलाई चाहिँ बोल्न लाएर उहाँको चाहिँ एउटा वक्तृत्व कलाको चाहिँ विकास गर्ने एउटा प्लेटफर्म दिनुभएकोमा फेरि पनि म तपाईँको यो अन्य राष्ट्रिय जिल्ला कमिटी भोजपुरलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र अन्य विद्यार्थी सङ्गठनहरू लगायत विद्यालयहरू होइन, जिल्ला भएका विद्यालयहरू, सम्बन्धित तपाईँको चाहिँ विशेष गरी स्रोत साधन अधिकतम भएका निकायहरू चाहिँ तपाईँको पालिकाहरूले पनि यस्ता कार्यक्रमहरू, किनभने शिक्षामा गरेको लगानी नै कुरो हुँदै गर्दाखेरि समाजलाई विकास गर्ने एउटा आधार भएको हुनाले कुनै समाज उन्नत हुनको लागि त्यो सम्बन्धित क्षेत्रमा चाहिँ शिक्षामा लगानी गर्नुपर्ने हुन्छ, दीर्घकालीन लगानी गर्नुपर्ने हुन्छ। विद्यार्थीहरूको चाहिँ सिप र क्षमता, सक्षमता भनेर भन्छौँ हामी, अझ कम्पिटेन्सी भनेर भन्छौँ, त्यो डेभलप गर्नुपर्ने हुन्छ। र विशेष गरी के छ भन्दै गर्दाखेरि लोकल कन्टेक्स्टमा स्थानीय स्तरको निड के छ, आवश्यकता के छ होइन, यहाँको अघि भाइले भन्नुभयो यहाँको सम्बन्धित क्षेत्रको चाहिँ विकास गर्नको लागि के कस्तो सिप र क्षमता आवश्यक छ, ती सिप र क्षमता चाहिँ को विकास गर्नका लागि विद्यार्थी भाइ बहिनीहरूलाई यस्ता एक्सपिरियन्सियल लर्निङ, अनुभवजन्य चाहिँ प्लेटफर्मको चाहिँ एउटा आवश्यकता पर्छ। र त्यसमा चाहिँ तपाईँको चाहिँ यो अन्य जिल्ला कमिटीले एउटा कोसेढुङ्गा चाहिँ एउटा चाहिँ एउटा राख्ने काम गर्नुभएको छ। र अब यसलाई नै टेकेर राम्रा कुराको सिकाइ सिक्नु कहिले पनि कन्ट्रोल गर्नु हुँदैन होइन। र यो सिकाइ चाहिँ अब सबैले सिक्नुहुन्छ भन्ने कुराको चाहिँ म तपाईँलाई चाहिँ एउटा चाहिँ अनुरोध गर्दै र फेरि पनि म धन्यवाद दिँदै र विद्यार्थी भाइ बहिनीहरू पनि धेरै धेरै बधाई भन्दै आगामी दिनहरूमा पनि यस्ता एक्टिभिटिजहरूमा, यस्ता गतिविधिजहरूमा चाहिँ तपाईँले भाग लिनुहोस् र चाहिँ भोलिका दिनमा चाहिँ एउटा ओभरअल पर्सनालिटी डेभलप गरेर समाजमा तपाईँहरूले चाहिँ लिड गरेर समाजलाई परिवर्तन गर्नुहुनेछ र फेरि पनि भेट्नेछौँ भन्दै भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापक चन्दन कटुवालज्यूको शुभकामना सँगसँगै हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ। हाम्रो पार्टी जिल्ला कमिटीका उपसचिव, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका जिल्ला कमिटी भोजपुरका उपसचिव
कमरेड सन्दीप राईजीलाई पनि आफ्नो भनाइ राख्नु गर्नुहोस्। धन्यवाद कार्यक्रम सञ्चालक तथा जिल्ला अध्यक्ष कमरेड प्रकाश राई। यो पत्रकार भेटघाट तथा विजेताहरूसँग पत्रकार भेटघाट कार्यक्रमका विशेष अतिथिज्यू पत्रकार बान्धवहरू 3 जना विजेता प्रथम द्वितीय विजेता भाइ बहिनीहरू। विशेष गरी कस्तो छ भने म छोटो कुरा राख्न चाहन्छु। अब अहिले हाम्रो समाज, हाम्रो देश, हाम्रो यो एउटा चाहिँ हाम्रो स्ट्रक्चरै कस्तो भइरहेछ भने जसले जे गर्नुपर्ने परिभाषित काम हो त्यो परिभाषित काम नगरेर यहाँ बिग्रिरहेछ। यो काम कसले गर्नुपर्ने भन्दा मेरा आश्रमले भन्दा पनि यहाँ स्थानीय तहले गर्नुपर्ने, वडाले गर्नुपर्ने, सम्बन्धित विद्यालयले गर्नुपर्ने, योसँग सरकार राख्ने जति पनि निकाय सङ्घ संगठन छन् जसले चाहिँ बाहिरबाट डोनेसन लिएर अनेक खाले चाहिँ नाटक गरेर हुन्छ, बाहिर अनेक खाले चाहिँ तपाईँको कार्यक्रम गरेर हुन्छ। तर हामीले जुन यो सोसाइटीको हाम्रो चाहिँ मेरुदण्डको रूपमा, हाम्रो राज्यको, हाम्रो यो चाहिँ यो देशको मेरुदण्डको रूपमा जुन चाहिँ हामीले शिक्षालाई जति बुझ्नुपर्ने हो त्यो नबुझेको कारणले अरू हावा चाहिँ कामहरूमा चाहिँ सम्बन्धित निकायहरू लागिरहेको अवस्था छ। र मलाई लाग्छ अनेरासुले त्यो चिजहरूलाई पनि कम्तीमा यसो चाहिँ गर्नुपर्छ होला है, यो चाहिँ हो यसलाई भनेर देखाउन खोजेको छ। त्यसप्रति म अनेरासुलाई एकदमै मुरी धन्यवाद दिन चाहन्छु। र अब हामीले परिभाषित काम अघि मैले जोड्न खोजेको कुरा के भने जस्तै तपाईँलाई अब एकजना शिक्षकले इमान्दारपूर्वक पढाइदिएदेखि जस्तै बोर्डिङमा त उनीहरूले अब एकदम हाउ टु चाहिँ लर्न हाउ टु टिच भनेर अब अघि त्यही त्यसभित्रको पनि टेक्निकल समस्याहरू छन्, त्यसमा अतिरिक्त क्रियाकलापहरू त्यति नहोला। अघि पनि मैले कुरा के भन्ने अलिकति त्यो सिकाइ क्रियाकलापको चाहिँ त्यो माध्यमहरू अथवा त्यो प्रक्रियाहरू चाहिँ फरक छन् होइन। तर अब तपाईँलाई सरकारी चाहिँ विद्यालयका विशेष गरी सरकारी विद्यालयलाई मान्छेले हेर्ने दृष्टिकोण अलिक फरक छ होइन। यहाँ चाहिँ अलिक पढाइ राम्रो हुँदैन, अलिकति चाहिँ तपाईँको चाहिँ अब कमजोर विद्यार्थीहरू हुन्छ सरकारी स्कुलमा भन्ने खालका जुन अवधारणा, जुन मानसिकताको विकास भइरहेछ त्यो चाहिँ जसले जे गर्नुपर्ने हो त्यो नगरेर भइरहेछ कि परिभाषित काम जे हो त्यो नगरेर हुन्छ। एउटा कर्मचारीले राम्रो प्रशासन चलाएर त भइहाल्यो नि, उसले किन चाहिँ तपाईँको दुनियाँ ट्रेड युनियनमा लागिरहनु पर्ने अथवा कुनै चाहिँ राजनीतिक पार्टी चाहिँ तपाईँको धन्दा बोक्नुपर्ने आवश्यकता छैन। राजनीतिक पार्टीको धन्दा बोक्ने त हामी जस्ता कार्यकर्ता, हामी जस्ता चाहिँ तपाईँको सम्बन्धित निकायमा जिम्मेवारी लिएर बसेका मान्छेहरू छौँ नि होइन। एउटा डाक्टरले राम्रोसँग चाहिँ तपाईँको चाहिँ एउटा चिकित्सकको काम गरेर भइहाल्यो भनेको मैले जोड्न खोजेको कुरा के हो भने परिभाषित काम जे हो राज्यले दिएको अथवा सम्बन्धित मेरो जिम्मेवारी के हो भन्ने कुरालाई चाहिँ त्यो मान्छेले अथवा त्यो चाहिँ त्यो क्षेत्रको अटोनोमस बडीका मान्छेले बुझेर अगाडि बढ्ने हो भनेदेखि यस्ता कार्यक्रमहरू अनेरासुले गर्नुपर्छ, त्यो सम्बन्धित निकायले गर्नुपर्ने काम हो, उनीहरूले गर्थ्यो क्या यो काम। तर त्यो हुन सकिरहेको छैन। र त्यो होसै भन्नको लागि पनि एउटा मेसेज दिनको लागि प्रथम चाहिँ अखिल आइकन तपाईँहरूले आयोजना गर्नुभएको छ। अनेरासुलाई म चाहिँ फेरि पनि धन्यवाद दिन चाहन्छु। र तपाईँहरू चाहिँ अब एउटा आइडल हो जे भयो यो जिल्ला स्तरीय एउटा प्रतियोगिता हो, तपाईँले यसको प्रथम द्वितीय तृतीय हो र तपाईँहरूप्रति मान्छेले हेर्ने दृष्टिकोण पनि अब अरू सामान्यभन्दा अलिकति अपग्रेड हुन्छ। तपाईँहरूले एउटा एक हिसाबले एउटा क्षमताको विकास गर्नुभएको छ, तपाईँहरू बढुवा हुनुभएको छ। साँच्चै भन्नुपर्दा अरू जेनरल विद्यार्थीभन्दा तपाईँहरू अपग्रेड हुनुभएको छ र यो अपग्रेडलाई तपाईँहरूले आफूलाई मात्रै होइन अरूलाई पनि उत्प्रेरित गर्नको लागि तपाईँले लाग्नुपर्छ। आफूभन्दा तल्लो जेनेरेसनका मान्छेहरूलाई, आफूभन्दा तल्लो जेनेरेसनका भाइ बहिनीहरूलाई पनि तपाईँहरूले यसो गर्नुपर्छ। 2 जना मान्छेको अगाडि बोल्न सिक्नुपर्छ। बोल्यो भनेदेखि चाहिँ आफ्नो क्षमताको विकास हुन्छ, आफूले आफ्नो प्रश्नसँग कुरा राख्न सकिन्छदेखि ल्याएर तपाईँहरूले त्यो कुराको पनि एउटा चाहिँ एउटा एक्जाम्पल तपाईँहरू बन्नुपर्छ भन्ने लाग्छ। र तपाईँहरू अब अहिले पढ्दै हुनुहुन्छ, 12 पढ्दै हुनुहुन्छ, भाइ 10मा पढ्दै हुनुहुन्छ, हाम्रो चाहिँ स्नेहा बहिनी 10मा पढ्दै हुनुहुन्छ। तपाईँहरूले राम्रोसँग पढ्नुहुन्छ र तपाईँहरूले जसरी अतिरिक्त क्रियाकलापमा तपाईँहरू सहभागी हुँदै हुनुहुन्छ अब आगामी दिनहरूमा पनि तपाईँहरूले यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी हुनु, तपाईँले आफ्नो क्षमताको विकास गर्नु, तपाईँसँग प्रशस्त सम्मान गर्छ। त्यसो भएको हुनाले तपाईँहरूलाई त्यो विषयमा म शुभकामना दिन चाहन्छु। तपाईँको परिभाषित जिम्मेवारी पढ्ने होइन, दुनियाँतिर अब टिनेज एज छ, तपाईँले दुनियाँतिर अहिले चाहिँ अब चाहिँ दिमाग लगाइरहनु पर्ने आवश्यकता छैन। मेरो काम भनेको पढ्ने हो। मैले अतिरिक्त क्रियाकलापहरू गरेर कसरी हुन्छ मैले आफ्नो क्षमता विकास गरेर म एउटा चाहिँ सफलताको त्यो क्लाइमेक्समा म पुग्नुपर्छ भन्ने उद्देश्य राखेर तपाईँहरू अगाडि बढ्नुहोस्। त्यसमा हामी जस्ता मान्छेहरू तपाईँलाई कहाँ सपोर्ट गर्न सकिन्छ हामी लाग्छौँ, के गर्न सकिन्छ हामी पनि लाग्छौँ।
हामीलाई चाहिँ फोनकल मार्फत हामीलाई चाहिँ भेटघाट मार्फत हामीलाई तपाईँहरूको केही समस्याहरू छ भने म त त्यही एउटा मान्छे नै हो एक हिसाबले। त्यसो भएको हुनाले तपाईँहरूले अब चाहिँ म जिल्लै बस्छु। त्यसो भयो तपाईँहरूलाई केही समस्या त्यस्ता चाहिँ भयो भने हामीले के सहजीकरण गर्न सकिन्छ तपाईँहरूको पढाइको विषयमा, तपाईँहरूको अतिरिक्त क्रियाकलापको विषयमा, होइन तपाईँको तपाईँहरूलाई अपग्रेड गर्ने कुराहरू, होइन तपाईँहरूको क्षमतालाई अपग्रेड गर्ने कुराहरूमा हामीले के गर्न सक्छौँ त्यसमा हामी लाग्छौँ। र यही पत्रकार सम्मेलन मार्फतमा के आग्रह गर्न चाहन्छु भने अब विभिन्नको नाममा अब हामीले चाहिँ विभिन्नको नाममा पार्टी बनाइरहनु पर्ने, विभिन्नको नाममा नेता मानिरहनु पर्ने, नेतृत्व मानिरहनु पर्ने, अथवा चाहिँ एउटा एक थान वडा अध्यक्ष बनाइदिनु पर्ने, एक थान चाहिँ गाउँपालिकाको अध्यक्ष बनाइदिनु पर्ने, एक थान सांसद, एक थान मन्त्री, एक थान चाहिँ मुख्यमन्त्री, एक थान सङ्घीय सांसद बनाइरहनु पर्ने अबको आवश्यकता होइन। अबको आवश्यकता भनेको यो त पार्टीको हैसियत भन्दा एउटा व्यक्तिको हैसियतमाथि पुगिसक्यो। अब एउटा व्यक्तिले देश हलाइरहेछ, अब पार्टीको हैसियतमा के कुरा गर्छ? पार्टीको हैसियत हुन्छ भनेदेखि त अरू पार्टीहरूले ठुला बनाउँदा पार्टीहरूले पनि त्यस्ता खाले कार्यक्रम किन गर्न सकिरहेको छैन, किन गरिरहेको छैन? किन यो त उनीहरूको पनि त दायित्वको विषय हो, जिम्मेवारीको विषय हो। होला अहिले हामी चाहिँ तपाईँको आकारको हिसाबले सानो छौँ तर कामको हिसाबले त हामी अगाडि छौँ नि भन्ने मलाई एक हिसाबले चाहिँ गर्व पनि लागेको छ। र अब हामीले विभिन्नको नाममा नेता बनाइरहँदा यो अवस्था भयो, विभिन्नको नाममा हामीले नेतृत्व स्वीकारिरहँदा यो अवस्था भयो। आगामी दिनमा हामीले अब आफ्नो विवेक प्रयोग गरेर अब हामी अगाडि नबढ्ने हो भने, विभिन्नको नाममा हामीले पार्टी नेता सङ्गठन बनाइरहने हो भनेदेखि अब फेरि पनि यो अवस्था चाहिँ अर्को पुस्तामा हस्तान्तरण हुँदै जान्छ। मेरो बाजेको दुःख मसँग आइपुग्यो, अब मेरो यही अवस्था फेरि मेरो नातिसम्म पुग्ने अवस्था छ। त्यो चाहिँ खतरा चिज हो नि त। अनि हाम्रो यो समाजको हैसियत कहिले माथि उस्कियो, हाम्रो देशको हैसियत कहिले माथि उस्कियो। अस्तिको दिन अमेरिका गएका मान्छेहरू बोरा बोकेर भन्थे हाम्रो हैसियत त जम्मा दोहोरो छ नि त। अमेरिका भनेको त उता यो वर्ल्डको दादा चाहिँ हो। उसले उसको इन्डिकेटरमा उसको सूचकमा हाम्रो हैसियत के रहेछ भने हाम्रो जम्मा कपडा, हाम्रो जम्मा बन्दोबस्तीका सामान भनेको बोरामा बोकेर हिँड्ने भनेपछि लगभग राउटे स्टाइलको हाम्रो हैसियत त त्यो रहेछ नि त। अनि यो हैसियत हाम्रो देशको नेता, हाम्रो यो देशका प्रधानमन्त्री, यो देशका मुख्यमन्त्रीले यो हाम्रो हैसियत अब विकास गर्नुपर्छ अथवा यहाँ नेतृत्व गर्ने मान्छेहरूले यो हैसियत हामीले राख्नुपर्छ भन्ने चिन्तन पनि चाहिँ चिन्तन पनि चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। र यति भन्दै पत्रकार साथीहरूलाई धेरै धेरै धन्यवाद। तपाईँहरूलाई फेरि पनि शुभकामना। अबको हाम्रो भिजन भनेको आफ्नो क्षमता विकास गर्ने र यो समाजमा कसरी हुन्छ, यो समाजलाई अलिकति भए पनि कसरी योगदान दिन सकिन्छ भन्नेतिर तपाईँहरू सबै लाग्न सकौँ। त्यो पत्रकार चाहिँ भेटघाटले त्यो पनि हामीलाई चाहिँ एउटा अवसरलाई दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दै मेरो छोटो यो शुभकामना भने यहाँ गर्न चाहन्छु। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी भोजपुरका उपसचिव आदरणीय नेता सन्दीप राईज्यूको भनाइ सँगसँगै हामी पनि यो कार्यक्रमको अन्तमा आइसकेका छौँ। र अनरासब्यू जिल्ला कमिटी भोजपुरले 2082 सालको अखिल आइकन कार्यक्रम सम्पन्न गरिसकेको छ र यो भोजपुरले अखिल आइकन प्राप्त गरिसकेको छ। र यो अखिल आइकन सम्पन्न गर्नको लागि नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटीका आदरणीय कमरेडहरू, त्यसै गरी विभिन्न सङ्घ संस्था, व्यक्तित्व र खास गरी भोजपुर जिल्लामा रहेका 74वटा माविमा हामीले प्रचार गरेका थियौँ, सम्पर्क समन्वय भएको थियो। विभिन्न विद्यालयहरू 19वटा विद्यालयका आदरणीय गुरु प्रज्यूहरू, विद्यालयका प्रतिनिधि शिक्षकज्यूहरू, त्यसै गरी सहभागी विद्यार्थी मित्रहरू र खास गरी भोजपुर नगरपालिका क्षेत्रभित्र रहेका युनिक एन्ड युनाइटेड पब्लिक एकाडेमी, सिद्धकाली बोर्डिङ स्कुल, त्यसै गरी यशोधरा मावि टक्साल, विद्युदय मावि भोजपुर, पञ्चकन्या मावि गोखी, त्यस विद्यालयबाट हामीले प्रतियोगी सँगसँगै अप्रतियोगी यो एउटा शैक्षिक बहसको रूपमा पनि थालनी हो र विद्यार्थीका प्रतिनिधिहरूले बोलेका आवाज ती विद्यार्थीहरूलाई सुन्दा अथवा सहभागी हुँदा आफ्नो क्षमता विकासमा राम्रो हुन्छ भन्ने हिसाबले विद्यार्थी आह्वान गरेको थियौँ। र यही पत्रकार भेटघाट कार्यक्रम मार्फत उहाँहरूलाई पनि म हार्दिक धन्यवाद व्यक्त गर्दछु। विद्यार्थी सहभागी गराएर महत्त्वपूर्ण भूमिका खेलिदिनु भएको छ। र अन्तमा अनरासब्यू जहिले पनि विद्यार्थीको हक हितको पक्षमा खडा रहनेछ र यस्ता अतिरिक्त क्रियाकलाप
विद्यार्थीको क्षमता विकास, प्रतिभा पहिचान जस्ता कार्यक्रम अनुराग सुदुरको जीवन हो र हाम्रो नेपाली समाजलाई हाम्रो समाजमा भएका विभिन्न किसिमका विकृति विसङ्गति यस्ता शिक्षा क्षेत्रमा रहेका तमाम खाले समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भन्ने आवाज सधैँ बुलन्द गरिरहनेछ र आगामी दिनहरूमा हाम्रो विजेता अखिल आइकनका विजेता हाम्रा चारैजना भाइ बहिनीहरूलाई विद्यार्थी साथीहरूलाई उज्जवल भविष्यको कामना सहित यो कार्यक्रम सम्पन्न गर्नको लागि फेरि पनि भन्न चाहन्छु म सम्पूर्ण व्यक्तित्व सङ्घ संस्थाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँहरूलाई हार्दिक धन्यवाद सहित यो कार्यक्रम यही समापन भएको घोषणा गर्दै मेरो भनाइ पनि अन्त्य गर्दछु र पत्रकार अखिल आइकन विजेतासँग पत्रकार भेटघाट कार्यक्रम सकिएको घोषणा गर्दछु। धन्यवाद, नमस्कार।